नातिनी समातेको थिएँ पहिले त्यहाँनिर मलाई पनि पऱ्यो टाउकामा पऱ्यो यो खुट्टामा पऱ्यो हातमा पऱ्यो त्यहाँबाट म ढलेँ अलिकति होस आएन उठेर बालाखालाई समातेर यता राखेर त्यसलाई पनि तान्छु भन्ने बेलामा त त्यो बालाखालाई राखेकै थिइनँ उसलाई नतान्दै अर्को पालि पऱ्यो र यहीँबाट खसेर मृत्यु भइगयो पहिले त फुपू भनी यो होडमा पर्ने बेलामा पछि 4 पाली हो त त्यहीँ परेको त्यहाँनिर पनि त्यहाँ माथिपट्टि गुरुङको छोरो आएर फुपू भनेर उठाउनु लागेको थियो त्यस बेलामा त हेर्नु त्यो गुरुङको छोराले उठाउने बेलामा त त्यहीलाई परिगयो त्यहीलाई परेर ल बजे मरे 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 बोली नआउने त्यहाँ फेरि पर्छ भनेर त्यहाँबाट त्यो मरेको ठाउँबाट घिसार्दै खलामा फाले त्यहाँबाट अरू मान्छे आएर त्यसलाई बोकेर घरमा लगे त्यसको श्रीमतीलाई पनि पऱ्यो घरमा लगे त्यहाँनिर पछि यहाँ त के यहाँ त त्यहीँ दैलैमा सुतेकी छे ती म रोएको छु त्यही कराएको छु 3 बजे परेको बेलु घाम अस्ताउने बेलासम्म एक्लै छु